हेलो साथी सम्पूर्णमा नमस्कार। आज चाहिँ म घरको सामानको लागि लुलुतिर आएको छु। लुलु सुपर मार्केटमा अब चाहिँ म लुलुबाट भित्र जान्छु होला, के सामान पाउँछ हजुरहरूलाई म देखाउने छु। त्यति राम्रो त छैन मेरो भिडियो, त्यही पनि हजुरहरू माया गरिदिनु होला। म लिफ्टबाट तल झरेँ। हजुर अब तल झरिसकेपछि म मसलाहरू केही छैन, मसला लिन लागेँ। मसला पछि अब मेरो काम भनेको अब तेल चाहियो होइन, सब्जी त पकाउनै पर्यो। तेल लिन गएँ, तेल पछि भात पनि खानै पर्यो। फेरि चामल चाहियो अनि म चामल लिन गएँ। अनि चामल लिइसकेपछि अब चाहिँ म यहाँबाट माथि लाग्छु फलफुल सब्जी बजारतिर होइन। सब्जी फलफुलहरू स्याउहरू यस्तो ताजा ताजा आएको रहेछ होइन। म 1-2 किलो ल्याएँ अनि अम्बा लिएर आएँ। अनि फलफुल कति खानु, अब सब्जी पनि चाहियो खानको लागि। अनि सब्जीको बजारतिर हिँड्ने म लाग्छु साथीहरू। सब्जीमा पनि ताजा ताजा आएको थियो। फेरि सुन्तला देखेर रोकिहालेँ। अनि फेरि यसो यतातिर हिँडेको फेरि हरियो सागहरू फ्रेस फ्रेस आएको रहेछ। उता पनि यसो नजर गइहाल्यो फेरि मेरो। फेरि साग भनेपछि मन लाग्ने, यता फेरि मसरुम पनि आएको रहेछ ताजा ताजा। अनि अब कति खानु कति लिनु भनेर साथीहरू अब सब्जीतिरै लिनुपर्छ अलिअलि होइन भनेर सब्जी साइडमै छिरिहालेँ। सब्जीमा ताजा ताजा सब्जीहरू आएको रहेछ। तपाईँहरू देख्न सक्नुहुन्छ के सब्जी पाउँछ त है त, हेर्नुहोस् ल। तपाईँहरूलाई अब ताजा सब्जी लान्छ। मलाई हेर्नुहोस् त कस्तो काँचो भिन्डी अनि चिचिन्डा लौका होइन, करेला सबै क्वालिटी पाउँछ।